चुनाव जित्नै उठायो, जित्नै उठायो। मैले त अङ्क पनि भनिदिइसकेँ, गणित पनि भनिदिइसकेँ। त्यति मत आउँछ। हजुर, अगाडिका अङ्कहरू छुट्यो भने छुट्दैनन्। होइन, मलाई अलिकति चिन्ता लागेको, हजुर, तपाईँ मेरो अगाडि बस्नु भएको छ, मभन्दा असाध्यै भर्खरको उमेरको तर उम्दा युवा हुनुहुन्छ। मेरो पनि तपाईँ नगर पिता हुन खोजिरहनु भएको छ यही उमेरमा। हजुर, त्यस अर्थमा म सोधिरहेको छु, अलि बढी यो पुस्ता चाहिँ सामाजिक सञ्जालको प्रख्यातिलाई आफू प्रख्यात भएको ठान्छ र ललिपप खाएर सुत्छ, बिहान उठ्दा बिउजिँदा केही पनि हुँदैन। त्यस्तो लाग्दैन। जस्तै सामाजिक सञ्जाल त हाम्रो एडमिनहरू हुनुहुन्छ, उहाँहरूले चलाउनुहुन्छ। म त त्यस्तो साह्रो युज गर्न पनि भ्याउँदिनँ। जस्तै आजै पनि हामीले एउटा सुट थियो हिजो, होइन, एउटा सिरियलमा हाम्रो गेस्ट अपियरेन्स थियो, त्यो सकियो। तपाईँसँग अहिले छ हाम्रो इन्फ्लुएन्सरहरू भेटिरहेको हुन्छौँ, टोल टोलमा वार्डमा कार्यक्रम गरेर हुन्छौँ। त्यो सामाजिक सञ्जालको त्यो ख्यातिलाई हिसाब गरेर त्यो भन्ने भए त तपाईँ भनौँ न, हामी त्यो भित्रभित्र टोल टोलमा अथवा मान्छेहरूसँग पस्नै पर्दैन थियो होला नि त। त्यसले हुने भए त्यो चाहिँ एउटा सहायता गर्ने ठाउँ हो। त्यसले एउटा केही न केही सपोर्ट चाहिँ गर्छ। तर हाम्रो ग्राउन्डमै काम भइरहेको छ। तपाईँका समर्थकहरू चाहिँ निश्चित उमेर समूहका छन्, स्वाभाविक पनि हो, किनभने तपाईँ सङ्गीत क्षेत्रमा जमेको एउटा व्यक्ति। इन्जिनियरिङसँग त समर्थक कम, तपाईँको कामसँगको सम्बन्ध बढी हुन्छ। त्यस कारण अलिक युवाले मात्रै भोट हालेर, म उमेरको युवा कुरा गरिरहेको छु, उनीहरूले मात्रै भोट हालेर पुग्छ त, तपाईँ सबै उमेरसम्म पुग्नु पर्दैन भन्नेहरू माथिको तपाईँको जवाब के हुन्छ? कम्तीमा म युवासम्म त पुगेको छु भनिदिनु भयो हजुरले नै। अब अहिले अरू पार्टीबाट आउने उम्मेदवारलाई त न युवाले चिन्छन् न वृद्धले चिन्छन्। उहाँहरूको भाग मिलेको छैन, भागभन्डा मिलेपछि पुग्नु भागभन्डा मिलाउने कुरा भयो। अनि हाम्रो चाहिँ के छ भन्दाखेरि एउटा युवालाई चाहिँ अन्डर एस्टिमेट गर्न नहुने कुरा भनिदिन्छु म तपाईँलाई। काठमाडौँका भोटरमा तपाईँको 50% युवा भोटर हुन् र यहाँ जित्नलाई चाहिने जम्मा 20 देखि 25% मात्रै हो भने त त्यो युवाले मात्रै दिँदाखेरि त 2 गुणा हुँदो रहेछ नि त। त्यही भएर युवालाई अन्डर एस्टिमेट चाहिँ गर्न मिल्दैन। र राम्रो कुरा के छ भन्दाखेरि युवाका साथसाथै हजुरले जुन उमेरलाई वृद्ध उमेर अथवा वयस्क उमेर भनिराख्नु भएको छ, उहाँहरूले पनि हाम्रो भिजनलाई क्लियरली बुझ्नु भएको छ। किनभने हामीले रिजल्टको कुराहरू गरेका छैनौँ, हामीले प्रोसेसको कुराहरू गरिरहेका छौँ। हामी यस्तो काम गर्छौँ होइन कि यसरी काम गर्छौँ भनेर भनिराख्दाखेरि उहाँहरूले चित्त पनि बुझाउनु भएको छ। र एउटा मैले गरिरहेको कामको हिसाबले हेर्दा पनि एउटा स्ट्रक्चरल इन्जिनियर, सिभिल इन्जिनियर भएपछि यो विकासको काम पक्कै पनि गर्न सक्छ, किनभने मेरो कामै त्यही हो। त्यो हिसाबले उहाँहरूले पनि चित्त बुझाउनु भएको छ। अब योजनामै जाउँ। हजुर, तपाईँले यो काम गर्छु